यहाँहरु सम्पूर्णमा नमस्कार अनि स्वागत छ आजको कक्षामा। आज मैले कक्षा 8 विषय नेपाली सुनाई पाठ 4 प्रश्नोत्तर सहित प्रस्तुत गर्न गइरहेकी छु। सुनाई पाठ 4 एटीएम कार्ड। एटीएम कार्ड आधुनिक बैंकिङ प्रणाली अन्तर्गत प्रयोग हुने साधन हो। आफ्नो बैंक खातामा जम्मा भएको रकम एटीएमका माध्यमबाट अविलम्ब प्राप्त हुन्छ। यो 24 घण्टा सञ्चालन हुने अत्याधुनिक प्रविधियुक्त माध्यम हो। व्यक्तिले आफ्नो खातामा रहेको बैंकबाट निश्चित प्रक्रिया पूरा गरी यो कार्ड प्राप्त गर्न सकिन्छ। यस कार्डको प्रयोग सावधानीपूर्वक गर्नुपर्छ। आफ्नो कार्डको पिन नम्बर गोप्य राख्नुपर्छ, नत्र आफ्नो रकम हराउने जोखिम हुन सक्छ। समय समयमा पिन नम्बर परिवर्तन गर्नुपर्छ। बैंकले शहरका चोक तथा सेवाग्राहीलाई पाइक पर्ने स्थानमा अत्याधुनिक स्वचालित मेसिन स्थापना गरेको हुन्छ। एटीएम प्रयोगकर्ताले आफूलाई आवश्यक परेको रकम झिक्नका लागि सर्वप्रथम स्वचालित मेसिनमा एटीएम कार्ड छिराउनुपर्छ। त्यसपछि मेसिनले पिन नम्बर माग्छ। ग्राहकले आफ्नो पिन कोड थिच्नुपर्छ। मेसिनले कार्ड सक्कली हो वा होइन, ग्राहकको खातामा पर्याप्त रकम छ वा छैन भन्ने कुरा तुरुन्त चेकिङ गरिसक्छ। यसरी आधिकारिक कारोबार हुँदैछ भन्ने पुष्टि भएपछि मेसिनले भुक्तानी रकममा विकल्प प्रस्तुत गर्छ। ग्राहकले आवश्यक रकम उल्लेख गरेपछि रकम उपलब्ध हुन्छ। डेबिट, क्रेडिट लगायत कार्ड विभिन्न प्रकारका हुन्छन्। क्रेडिट कार्डबाट आफ्नो खातामा मौजदात नभए पनि निश्चित समयपछि जम्मा गर्ने गरी रकम उपलब्ध हुन्छ। यसरी डेबिट कार्डबाट चाहिँ खातामा जम्मा भए बमोजिम रकम मात्र प्राप्त गर्न सकिन्छ। अब लागौं प्रश्नोत्तरतिर। सुनाई र बोलाइ। सुनाई पाठ 4 सुन्नुहोस् र दिएका वाक्य ठिक भए ठिक र बेठिक भए बेठिक भन्नुहोस्। क. एटीएम कार्ड कार्यालय समयमा मात्र प्रयोग गर्न सकिन्छ। यो चाहिँ बेठिक। एटीएम कार्ड प्राप्त गर्न निश्चित प्रक्रिया पूरा गर्नुपर्छ। यो चाहिँ ठिक। ग्राहकले आफ्नो पिन नम्बर गोप्य राख्नुपर्छ। ठिक। एटीएम कार्ड 3 किसिमका हुन्छन्। बेठिक। सुनाई पाठ 4 का आधारमा दिएका प्रश्नको उत्तर भन्नुहोस्। क. एटीएम कार्ड कस्तो साधन हो? उत्तर: एटीएम कार्ड आधुनिक बैंकिङ प्रणाली अन्तर्गत प्रयोग हुने साधन हो। ख. एटीएम कार्ड कहाँबाट उपलब्ध हुन्छ? उत्तर: कुनै पनि व्यक्तिले आफ्नो खाता रहेको बैंकबाट निश्चित प्रक्रिया पूरा गरी एटीएम कार्ड प्राप्त गर्न सकिन्छ। ग. एटीएमबाट रकम निकाल्न के गर्नु पर्छ? उत्तर: एटीएमबाट रकम निकाल्न के गर्नु पर्दछ भने सर्वप्रथम स्वचालित मेसिनमा एटीएम कार्ड छिराउनु पर्छ। त्यसपछि मेसिनले पिन नम्बर माग्छ। ग्राहकले आफ्नो पिन कोड थिच्नुपर्छ। मेसिनले कार्ड सक्कली हो वा होइन, ग्राहकको खातामा पर्याप्त रकम छ वा छैन भन्ने कुरा तुरुन्त चेकिङ गरिसक्छ। यसरी आधिकारिक कारोबार हुँदैछ भन्ने पुष्टि भएपछि मेसिनले भुक्तानी रकममा विकल्प प्रस्तुत गर्छ। ग्राहकले आवश्यक रकम उल्लेख गरेपछि रकम उपलब्ध हुन्छ। घ. एटीएम कार्डको प्रयोग किन सावधानीपूर्वक गर्नुपर्छ? उत्तर: एटीएम कार्डको प्रयोग किन सावधानीपूर्वक गर्नुपर्दछ भने
गलत कारोबार हुन नदिनको लागि, खाता सुरक्षा सुनिश्चित गर्नको लागि आदि। धन्यवाद।